हेलो गाइस, यहाँ चाहिँ एउटा जहिले यहाँनिर एउटा यो ढुकुर आउँछ क्या। यो चाहिँ विभिन्न खालको चराहरू आउँछ। अरू दाना चाहिँ सकेछ, गोलो दाना चाहिँ हो। पानी सकेको होला सायद। पुरा छाड्दैछ यहाँनिर। यो ढुकुर हो कि पर्यो हो छुटाउनु त यहाँ कमेन्ट गर्नु होला। अनि हाम्रोतिर चाहिँ यसरी यहाँ चारो राखिदिएको हुन्छ यहाँनिर, अनि आउँदै खाँदै गर्छ। यो चरा चाहिँ आइरहेको छ जहिले। अस्ति पनि मैले भिडियोमा हालेको थिएँ, रिलमा। अहिले पनि आइरहेको छ। यो चाहिँ मान्छे भएको ठाउँमा पनि आउँछ। यहाँ तल पानी रहेछ। भोकाएको छ क्या, मजाले खाँदैछ। है म नजिकमा जान्छ, यो उड्छ उड्दैन। साथी डाक्दैछ यसले, साथी कुकुरले। झर्दैछ। कोट उठ्दा कसो गर्छ यहाँनिर त। यहाँनिर झर्दैछ। कति कति मलाई देखेर कराउँदैछ। त्यो टोक्री एउटा निकालेर यो डालीमा हाल्दैछु कि यहाँ आएर खान्छ होला। त्यसको फेरि माथि चढ है। यो त्यो पानी छ भने पानी खान्छ। पानी सकेको होला सायद। यो माथि दानामा कसरी जाने भने यो चाहिँ मसिनो चराको लागि त्यहीँ झुन्डेर खाने दाना हो। यसको लागि चाहिँ यता अर्कोपट्टि राखिदिएको छ। त्यहाँको दाना कसरी खाने भनेर जुक्ति लाउँदैछ है। त्यहाँबाट भेट्नु गाह्रो छ यसलाई। त्यो तल डालीको चाहिँ सकेको होला। यहाँ माथि झुन्डाको अब भेट्न यसलाई गाह्रो छ। कसरी खाँदो रहेछ अब हेरौँ है। पानी होला त्यहाँ चाहिँ दिमाग लाउँदैछ है। डेली आउँछ कि यहाँ चाहिँ एउटा। यो चाहिँ मसिनो चरा त्यहीँ झुन्डेर खाने हो। नेपालमा चाहिँ फिस्टाहरू भन्छ क्या। त्यहाँ दुलो हुन्छ साइडमा, यसले भेटेकै छैन। त्यहाँ चाहिँ डल्ला डल्ला छ एक साइड चाहिँ यस्तो मसिनो छ। त्यो भेट्नेको चाहिँ सबै सकिसकेको रहेछ। यसलाई गाह्रो भयो खानु। अब यहाँनिर गएर म निकालेर त्यसलाई त्यो बसिरहेको डालीमा हालिदिन्छु है। त्यसको साथी चाहिँ माथि कराउँदैछ।
बसिरहेको डालीमा हालिदिन्छु है म त्यहाँ गएर।